सागर लम्साल बलेले बलात्कार गरेको आरोप लगाएकी अमेरिका बस्ने युवतीले दिने यस्तो धम्कीपूर्ण अभिव्यक्ति। उनी भन्छन् कि त्यो जेल जान्छ कि त त्यसको ज्यान जान्छ। उनले फेसबुकमा स्ट्याटस राख्दै यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिएकी छन्। उनी लेख्छिन्, यो मलाई नखरमाउली, छोरा मान्छेको जिन्दगी बर्बाद गर्ने, सुत्ने बेला आँखा नदेख्ने, मनमिले चमत्कार नमिले बलात्कार भन्ने हजुरहरूलाई धेरै एक युवती भनेर पढ्न मन लागेन। सो मेरो परिचय दिँदैछु है। नमस्कार, म सङ्गम विष्ट। 2 वर्षको उमेरदेखि डान्समा लागेको र 5 वर्षको उमेरदेखि फिल्म इन्डस्ट्रीमा लागेको एउटा कलाकार, जसले आफ्नो पुरा बालापन सेटको खाना खाँदै एउटा हातमा स्क्रिप्ट र अर्को हातमा स्कुलको बुक बोक्दै लाइट क्यामेरा एक्सन सुनेर हुर्केको मान्छे। वर्षौँ आफ्नो मेहनतले काउन्टलेस स्लिपलेस नाइट्स इन सेट, फेमिलीको अमूल्य सपोर्ट र स्कुलको टुरिस्ट भएर 13 वर्षको उमेरमा बेस्ट एक्ट्रेस विधामा प्रेसिडेन्ट रामवरण यादवको हातबाट नेसनल अवार्ड र साथै विभिन्न विधामा अवार्ड पाउने कलाकार, जसको काका नेपालको वान अफ द टप कोरियोग्राफर, बाबा एउटा कलाकार र भाइ वर्ल्ड्स यङ्गेस्ट फिल्म डाइरेक्टर, गिनिज वर्ल्ड रेकर्ड होल्डर। दुःखको कुरा हो, आज मैले बजारमा सामान बेचे जस्तै आफ्नो मूल्य भन्नु परिराखेको छ, ताकि मेरो आवाजको केही भर होस्। लाग्थ्यो जसो तसो गरेर यो राक्षससँग लड्छु भनेर। आज एकै दिनमा हाम्रो समाजमा कति धेरै राक्षस रहेछन् भनेर थाहा पाएँ। मेरो काकाले फालेको म्युजिक भिडियो कुकुर जस्तै टिप्दै अगाडि बढेको त्यो भुस्या कुकुरलाई मैले फिल्म इन्डस्ट्रीमा आउन फसाएँ भनेर पढ्दा हाँस उठ्यो। जसले आफ्नो टाउको कपाल सबै गइसकेर विग लाउनु पर्छ, त्योसँग म प्रेम सम्बन्धमा हुने त्यस्तो खत्तम दिन पनि आएको थिएन र कहिले आउनी पनि नपरोस्। देख्न पाए हाम्रो समाजको सोच कति घटिया छ भनेर। सायद जीवन त्यागेको भए मेरो शब्दको अर्थ आउँथ्यो होला। त्यसपछि आयो माया, आफ्नो मान्छे, स्ट्रेन्जर, सबैजनाबाट धेरै माया, होप, सपोर्ट र बिलिभ। र थाहा पाएँ मेरो कथा त मभन्दा ठुलो भइसकेछ। मेरो कथामा कति म जस्तै दिदी बहिनीको कथा मिसिङ पुगेछ, जसले अहिलेसम्म आवाज उठाउन पाउनु भएको छैन, किनकि हाम्रो समाजमा राक्षसको मूल्य धेरै छ। थाहा पाएँ मेरो आवाज अब मेरो मात्र नभएर सबै दिदी बहिनीहरूको दबिएको आवाज बन्नेछ। र आफ्नो फ्यामिली र सबैजनाको सपोर्टले रिलिज गरेँ मैले। अब यो लडाइँ मेरो लागि मात्र होइन, सबैको लागि जित्नुपर्छ भनेर। कथक डान्स गर्ने म अब ताण्डव गर्छु, र पैसाको लागि गरी, जीवन बर्बाद गर्न गरी, ब्रेकअप भएर गरी, फिल्म इन्डस्ट्रीमा पस्नको लागि गरी भन्ने सबै हाम्रा महान नेपाली जनताहरूलाई भन्न चाहन्छु, होइन हजुर, त्यसको सास छातीबाट च्यातेर भुइँमा झार्नको लागि गरेको हो। ती शब्द दिदी बहिनीहरूलाई एउटा होप बन्नको लागि गरेको हो। धेरै केही भनिन, यति भन्छु, कि त त्यो जेल जान्छ कि त त्यसको ज्यान जान्छ। हामीले एक नारीको सहनशीलता, बुद्धि, न्यानोपन र निस्वार्थ माया देखेको छौँ। अब एउटा नारीको क्रोध हेरौँ है त। म एउटा हातमा आफ्नो स्वाभिमान, इज्जत, सङ्घर्ष, आत्मविश्वास र कथा बोकेर लडिरहेको छु भने अर्को हातमा त्रिशूल लिएर। न्याय पाए ठिकै छ, नत्र यो पालि दुर्गा पूजा चाँडो मनाइन्छ जस्तो छ। माँ दुर्गाले सबैको रक्षा गरून्, जय नारी भनेर उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो धम्कीपूर्ण अभिव्यक्ति राखेकी छन्।